तर यो चाख्नु त कस्तो छ अमिलो रहेछ नि अमिलो रहेछ हामी लहरे आँप खाँदैछौँ गुल्मीबाट आएको अनि मैले पहिला सानोमा चाहिँ खाएको थिएँ कि बिर्सेछु कि यसको स्वादै कस्तो हुन्छ भनेर थाहा पनि थिएन भित्र यस्तो हुँदो रहेछ क्या बारुलाको त्यो पोलाभित्र चाहिँ बारुलाको के अरे बच्चाहरू हुन्छ नि त्यस्तै हुँदो रहेछ मैले बिर्सेछु क्या तर सानोमा खाएको पछि धेरै वर्ष भयो मैले नखाएको यो अस्ति गुल्मी जाँदा चाहिँ खाएको थिएँ मिठो लहरे आँप यो खाऊ तिमी लहरे आँप भन्दा किन के भएर लहरे आँप भन्नेलाई अनि यो तर आँप जस्तो आँप त हाम्रो भित्र त आँपको त खोया बियो कस्तो हुन्छ नि होइन त्यस्तो आँप जस्तो त नहुँदो रहेछ नि त यो सानो दाना हुँदो रहेछ भित्र मिठो हुन्छ तर मिठो चाहिँ मिठो हुन्छ बजारमा किन्न पाइन्छ नै त्यति नेपालमा कतिको व्यावसायिक खेती हुन्छ यसको मलाई थाहा भएन तर गाउँघरतिर फाटाफुट्टा चाहिँ यो लहरे आँपहरू चाहिँ हुन्छ हाम्रो घरतिर चाहिँ खोइ थियो पनि होला त्यति मलाई याद भएन तर म मामा घर बस्दा चाहिँ म खाएको मलाई याद छ त्यही हो तर ककसको घरतिर यसलाई के भन्छ अथवा तपाईँको ककसको घरतिर पाउँछ लहरे आँप यो के जस्तो हुँदो रहेछ टमाटर एउटा रुख टमाटर हुन्छ क्या चटनी खाने त्यस्तै हुँदो रहेछ होइन झन्डै त्यही स्वादमा के अरे त्यही साइजको हुँदो रहेछ एउटा काँचो पनि रहेछ है त ल आजलाई यति नै गरौँ